हाई गाइज वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म र मेरो दिदी दबरमाको हिमालयन जाभामा भेट्ने प्लान थियो। त्यहाँको जाभा चाहिँ दिदी र मेरो नै एकदमै फेभरेट हो। अनि मलाई चाहिँ मेरो हस्बेन्डले अनि दिदीलाई चाहिँ भेनाले छोड्न आउँदै हुनुहुन्थ्यो। अनि हामीले चाहिँ हाम्रो टाइमिङ सँगसँगै नै मिलाएको थियौँ। हामीले नभेटेको चाहिँ झन्डै झन्डै 15 to 20 डेज भएको थियो। अनि हाम्रो चाहिँ कति धेरै गफहरू बाँकी थियो कि त्यही भएर हामीलाई चाहिँ कति बेला भेटेर गफ गर्ने भनेर भइसकेको थियो। अनि दिदीभन्दा म चाहिँ अलिक चाँडो नै पुगेछु अनि एक्लै भिडियोजहरू बनाउँदै हिँडेँ। अक्वर्ड त लाग्छ तर बट आई लभ मेकिङ भिडियोज। मलाई चाहिँ त्यहाँको जाभामा चाहिँ झ्याल साइडको सिट पर्छ कि पर्दैन भनेर कस्तो टेन्सन भइरहेको हुन्छ कि। अनि त्यहाँनिर गइसकेको चाहिँ ठ्याक्क 5 मिनट कुरिसकेपछि एकजना अङ्कलले बोलाउनु भयो अनि त्यहाँको सिट पनि पायो। एट द सेम टाइम दिदी पनि आइपुग्नु भयो अनि हामीले टक 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 खानेकुरा अर्डर गरेर हाम्रो यति धेरै गसिपहरू गऱ्यौँ। अनि एकछिन भिडियोजहरू बनायौँ, भ्लगहरू बनायौँ, टिकटकहरू बनायौँ। अनि हाम्रो गसिप सकेकै थिएन। अनि आज चाहिँ हाम्रो फुल टाइम स्पेन्ड गर्ने भनेर त्यसपछि हामी कहाँ जाने भनेर पनि गसिप भइरहेको थियो। हामी डेली बेसिसमा दबरमाको बाटो हिँडिरहेको हुन्छ तर हामी त्यहाँ कहिले पनि हिँड्ने चाहिँ रहेको हुँदैन कि। हिँडेर यता सपिङहरू गर्नु मन लाग्छ तर टाइम कहिले पनि पुग्दैन। तर आज चाहिँ दिदी र मैले फाइनली डिसाइड गऱ्यौँ आज चाहिँ मजाले फोटो भिडियोजहरू गर्नुपर्छ है भनेर। अनि त्यहाँको बिलहरू पे गरेर हामी त्यहाँबाट निस्क्यौँ। अनि तल आइसकेपछि अलिअलि भिडियोजहरू त फेरि पनि बनाउनै पर्यो। अनि एकछिन भिडियोजहरू बनायौँ। अनि हाम्रो बेसमार्कमा हल्का सपिङ गर्नुपर्ने थियो, मैले अघि भनिहालेँ। अनि हामीले सपिङहरू गऱ्यौँ। त्यहाँ भिडियो चाहिँ मलाई बनाउनु हल्का अप्ठ्यारो लाग्यो अनि मैले भिडियो बनाइनँ। त्यस पछाडि हामी चाहिँ किङ्सवेमा टक 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 हिँड्दै दिदी पनि गफ गर्दै बस्यौँ। त्यसपछि हामीलाई चाहिँ मेरो हस्बेन्डले लिन आउनुभयो अनि हामीले चाहिँ दिदीलाई घर छोडेर हामी आफ्नो बाटोतर्फ लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।